हार्ने भयो हेलो हेर्ला हेलो गाइस खैरे रोधी घर टिममा खैरे नाम छ भने मेरो रियल नाम चाहिँ रहेको छ रामबहादुर कार्की र युट्युबमा रहेको छ राजा जेपिटी 1 फेसबुक पेजमा रहेको छ राजा जेपिटी 1 धेरैजनाले त हेर्नु भएको छैन पक्कै पनि हेर्नुहुन्छ र हेर्नै पर्ने भिडियोहरू पनि लगाएको थिएँ अस्ति एउटा साह्रै मार्मिक भिडियो लगाएको थिएँ तपाईँहरूले थोरैजनाले चाहिँ सेयर गरिदिनु भएको छ धेरै राम्रो भएको छ र सेयर चाहिँ धेरैभन्दा धेरै नै गर्नुपर्छ तपाईँहरूले किनभने त्यो भिडियो नेपालीहरूको उसमा आइपरेको हुन्छ र आज भने सधैँ भिडियो हाल्थेँ गाउँका डाँडा पाखा खोला र आज भने तपाईँहरूलाई मेन बजारमा हामी केही सामान किन्नुको कारणमा जाँदै तपाईँहरूले साथसाथै फलो लाइक सेयर गर्नु नबिर्सनु होला भन्दै अब हामी लाग्छौँ आफ्नो गन्तव्यतर्फ ओके लेट्स गो गाइस गयो सर है एउटा 19% ट्याक्स हानेछ एउटा 9% ट्याक्स हानेछ यहाँका घरहरू चाहिँ गाइजहरूले भन्नु होला साना साना छन् होइन साना साना बनेका छन् होइन हुन्छ होला यहाँ भनेको धेरै प्राथमिकता दिइरहेको हुन्छ यहाँको घरहरू काठले बनेका हुन्छन् होइन अनि फर्म राखिएको हुन्छ सर है फर्म राखिएको हुन्छ अनि एक लादिहाल्यो भने पक्का छेड्ने जस्ता घरहरू चाहिँ हुन्छन् तर जस घर बस्न लायक हुन्छन् गर्मी छेक्ने र जाडो छेक्ने घरहरू बनेका हुन्छन् त्यो फर्मको कारणले गर्दाखेरि अब यहाँको रुटको बारेमा कुरा गर्दै थिएँ म है यहाँको रुट चाहिँ कसरी बनेको कसरी चलेको त यहाँको रुट यातायात है यहाँको यातायात चाहिँ चल्छ तपाईँहरूको राइटलाई मान्यता दिन्छ भने राइटलाई मान्यता दिँदो रहेछ र तपाईँहरू जेब्रा क्रसमा हाम्रो चाहिँ नेपालमा पनि अझै पनि जबरजस्ती गरिन्छ भने यहाँको मा चाहिँ जेब्रा क्रसमा तपाईँ गाडी नै आउँदैछ भने पनि मान्छे हिँड्नु ठिक परेको छ भने परैदेखि नै रोकिदिन्छ जेब्रा क्रस मान्छे क्रस गर हुन्छ तर त्यो ठाउँ भेट्यो भने तपाईँहरूलाई म पक्कै देखाउने नै छु